लागि चेतना अभिवृद्धि गर्न सक्ने, न्यायमा पहुँच अभिवृद्धि गराउन सक्ने सम्मको हैसियत भएको छ भने अर्कोतर्फ आर्थिक न्यायमा पहुँचको लागि पनि उहाँहरू आर्थिक रूपमा सशक्त हुनुभएको अवस्था छ। अब आर्थिक रूपले सबल नभएसम्म अरू क्षेत्रमा अगाडि आउन सकिँदैन भन्ने मान्यता पनि यसले बोकेको छ कि होइन? अब आजको कुराकानीमा के छ, अब यो सूर्यनारायण नगरपालिका वडा नम्बर 6 मा भएको अभ्यासले अन्य नगरका वडाका महिला दिदी पनि कुनै ध्यान आकर्षित गराउने पक्कै होला होइन यो अभियान अन्तर्गत? हजुर, एकदमै। पहिला सुरुमा हामी कार्यक्रम लिएर आउँदाखेरि हामी अरू वडामा पनि कार्यक्रम लैजान्छौँ भन्दाखेरि हामीलाई कार्यक्रम चाहिँदैन, हाम्रो कार्यक्रम छ भनेर उहाँहरूले वडाध्यक्षज्यूहरूले भन्नुभयो। तर जब हामीले यो कार्यक्रम सञ्चालन गरिसकेपछि अहिले चाहिँ उहाँहरूले पनि के भन्नुभएको छ, अब हाम्रो वडामा पनि कार्यक्रम लिएर आउनुहोस्, किनकि महिला दिदीबहिनीहरू सशक्त हुनुभयो, यो कार्यक्रम त अर्कै खालको कार्यक्रम रहेछ, यो कार्यक्रममा आवश्यक रहेछ भन्ने कुराको चाहिँ उहाँहरूले पनि महसुस गर्नुभएको छ। र यो अहिलेको सशक्त महिला उद्यमी संस्थाहरू यो महिलाहरू चाहिँ एउटा चाहिँ उदाहरणको रूपमा रहनुभएको छ र उहाँहरूले अरू दिदीबहिनीहरूलाई पनि यो कार्यमा सशक्त हुनको लागि आर्थिक रूपले सशक्त र शिक्षा र आर्थिक कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो। जब